ओ हेलो सबैजना साथीहरू, आशा गर्छु हजुरहरू सबै सन्चै आरामै हुनुहुन्छ होला। म निकित र हजुरहरूले हेर्नु भइरहेको छ एनके ब्लग्स। हजुरहरूलाई मेरो च्यानलमै स्वागत छ। सो आजको जो भिडियो हो त्यो बेसिकली बाइक रिभिलिङ भिडियो हो। मैले कुन चाहिँ गाडी चलाउँछु हजुरहरूलाई म देखाउन गइरहेको छु। कुन चाहिँ मोडलको हो, कुन चाहिँ कम्पनीको हो र मैले कहिले किनेको हो, बाइकको बारेमा हल्का इन्फर्मेसन प्लस त्यसमा के फिचर्सहरू छ र हजुरहरूलाई यो गाडी किन्दाखेरि कस्तो होला, राम्रो होला अथवा नराम्रो होला, म त्यो सबै हजुरलाई बताउन गइरहेको छु। साथीहरू हामी घरबाट त निस्किसके, अब यसो भिडियो सुट गर्नलाई चाहिँ एउटा स्पटमा हामीहरू जान थालेको छु। म भिडियो बनाइरहेको छु के, म र मेरो मामाको छोरा हो गाडीमा, हामी दुईजना गइरहेको छु भिडियो बनाउनु चाहिँ अहिले। सो आजको भिडियो चाहिँ त्यही बाइक रिभिलिङको बारेमा हो। हजुरहरूले सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनुहोस् होला, म अनुरोध गर्दछु है हजुरहरूसँग। हेलो, म आइसकेको छु आफ्नो स्पटमा। जस्तो कि मैले भनेको थिएँ आफ्नो बाइक रिभिल गर्छु भनेर। सो बाइक रिभिल गर्नुभन्दा अगाडि पहिले मैले एउटा सानो क्लिप हजुरहरूको लागि राखिदिएको छु, त्यसलाई हेरेर इन्जोय गर्नुहोस् होला। प्लस कस्तो लाग्यो त्यो मलाई कमेन्ट सेक्सनमा भनिदिनुहोस् होला। र भिडियो सुरु गर्नुभन्दा अगाडि अझै एउटा मुख्य कुरा, हजुरहरूले मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भनेदेखि चाहिँ मेरो च्यानल नै सब्सक्राइब गरिदिनुहोस् होला। मैले के जस्तो हजुरहरूलाई भनेको थिएँ कि मेरो यो आज बाइक रिभिलिङ भिडियो भनेर। सो मैले जुन बाइक चलाउँछु यही हो मेरो। यो कुन कम्पनीको हो भन्नु पर्यो भने चाहिँ यो केटिएम एडभेन्चर 390X प्लस हो। वाइट कलरमा छ, हजुरले हेर्नुहोस्। यसमा ओरेन्ज फिनिसिङको साथ छ। कस्तो दामी देख्छ कलर कम्बिनेसन यसको, हजुरहरूले हेरिसक्नुहुन्छ वाइट एन्ड ओरेन्जमा। यो चाहिँ 398cc को हो। अब यसको बारेमा म हजुरहरूलाई कुरा बताऊँ भनेदेखि चाहिँ एकदम थुप्रै कुराहरू पनि छ। फर्स्टमा यसको एलोय व्हील्सहरू हेर्नुहोस् हजुरले। एलोय व्हील्स यसको फ्रन्टको 19 इन्चेसको एलोय व्हील्स छ, जो कि हजुरले सिटीमा चलाउँदाखेरि एकदम सजिलो हुन्छ। यसमा WP एपेक्सको सस्पेन्सन छ, एकदम दामी छ। ब्रेकको अगर म कुरा गरेँ भने चाहिँ बाइक ब्रेक हो, यसमा ब्रेक युज हुन्छ। अब यता माथिको कुरा गरेँ भने चाहिँ यहाँ हजुरले विन्डसिल्ड हेर्नुहोस्, कति अल्को विन्डसिल्ड छ। हजुरको छातीसम्म प्रोटेक्ट गरिदिन्छ यसले, बर्खामा भयो नि विन्ड ब्लास्ट नै आउन दिँदैन। अब यता ह्यान्डलको कुरा गरेँ भने चाहिँ यहाँ नकल गार्ड हजुरले हेर्नु, बर्सातसँग बचाउने। हजुर झर्नु भयो भने हजुरको हातमा चोट लाग्दैन, यस्तो मजाको छ। र ह्यान्डलिङको कुरा गऱ्यो भने चाहिँ यसको अपराइट छ, र म एकचोटि हजुरलाई चढेर पनि देखाइदिन्छु कतिको सजिलो हुन्छ हजुरहरूलाई हाइवेमा चलाउनुलाई भनेर। हेर्नुहोस् हजुरको सेटिङ पोजिसन कति कम्फर्टेबल हुन्छ। ब्याकबोन जो हुन्छ एकदम स्ट्रेट हुन्छ, हजुरलाई निउरिन पर्दैन, झुक्न पर्दैन, प्लस धेरै तन्किन नि पर्दैन। पर्फेक्ट छ, हजुरहरूलाई सेडलिङ गर्न नि एकदम सजिलो हुन्छ यो गाडीमा। अब यसको म ट्याङ्क क्यापेसिटीको कुरा गरेँ भने चाहिँ यसमा 14.5 लिटरको ट्याङ्क क्यापेसिटी छ, 21 किलोमिटरको माइलेज दिन्छ। यसको सिट हाइटको कुरा गरेँ भने चाहिँ 825 mm को यसको सिट हाइट छ। अब यसको म इन्जनको कुरा गरेँ भने चाहिँ यो LC4C ट्युन्ड इन्जन हो, जसले कि 47 bhp अफ पावर र 37 न्युटन मिटर अफ टर्क प्रड्युस गर्छ। र यहाँ दिएको छ यसको लिक्विड कुलिङ, जो कि एकदम राम्रो छ। लिक्विड कुलिङ छ त चाँडै इन्जन चिसो नि भइहाल्छ। अब यसको पछाडिको टायरको कुरा गरेँ भने चाहिँ 17 इन्चेसको टायर हो, जो कि सिटीको लागि हजुरलाई एकदम रमाइलो हुन्छ, एकदम सजिलो हुन्छ चलाउन, हजुरलाई अप्ठ्यारो हुँदैन सिटीमा चलाउँदाखेरि। दुईवटा जो टायर छ ट्युबलेस हो, हजुरले ट्युबलेस पाउनुहुन्छ। हजुरहरूलाई पङ्चर होला, काँटी घुसेर पङ्चर होला भन्ने टेन्सन पनि हुँदैन। हजुरले हेर्नुहोस् मेरो गाडी यही हो जो कि मैले चलाउँछु। सो हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गरेर भनिदिनुहोस् होला, र आशा गर्छु हजुरहरूले मलाई सपोर्ट गर्नुहुन्छ भनेर। सो यस्तै रमाइलो भिडियोहरू हेर्नलाई मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् र मलाई सपोर्ट गर्नुहोस्। सो फेरि पनि म एउटा दामी कन्टेन्ट लिएर आउँछु हजुरहरूको लागि। सो तबसम्मको लागि बाई।